वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्ते गाइज, हजुरहरूलाई चाहिँ मम्मी सिस्टर च्यानलमा स्वागत छ। आज चाहिँ चितवनको मौसम यति धेरै चिसोको मौसम थियो कि बिहानको बेला हो। यो चाहिँ हाम्रो घरबाट वरिपरि देखाएकी छु, हेरेर साथ दिनुहुन्छ भन्ने ठुलो आशा लिएकी छु। हेर्नु न, अलि परको घरहरू पनि देखिरहेको छैन कि। भ्लगलाई हजुरले माया गरिदिनुहुन्छ भन्ने ठुलो आशा लिएर आएकी छु। सो प्लिज 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 सब्सक्राइब माई च्यानल। आजबाट चाहिँ चितवनमा अत्याधिक जाडो बढेको छ। सो सबैजनाले हेरेर साथ दिनु होला। चितवनमा अत्याधिक, अब कोही आउनु चाहनुहुन्छ भने जाडोको कपडा बोकेर चाहिँ आउन नबिर्सिनु होला। साँच्चै मलाई एउटा कुरा सिकाइदिनुहोस् न ल, कपिराइट भनेर चाहिँ किन आउँछ? मैले हल्का म्युजिक हालिरहेको हुन्छु, त्यही पनि कपिराइट आइरहेछ। मैले केही म्युजिकै हाल्नै पाइरहेको छुइनँ कि कस्तो। सूर्य भगवानजी, बच्चाहरूलाई खाना खाने टाइम। उनीहरूले चाहिँ अब खाना खाने भनेर अब यताउता खानुपर्छ कि उनीहरूलाई। फर्स्टमा चाहिँ के चाहिन्छ कि घरि पापड घरि प्राउन चाहिन्छ कि उनीहरूलाई। मेरो बच्चाहरू मात्र हो कि यो मुखभरि खाना लिएर बस्ने? मलाई त हैरानै बनाउँछन् भाइ। तपाईँहरूको पनि त्यस्तै हुन्छ? बुनुलाई माया गर्छु भनेर हेर्नु न, बहिनी चाहिँ फेरि पुरै भागे। नाइ, दादाले माया नगर्ने, मलाई दादाले माया नगर्ने, मलाई मामुले माया गर्नु भनेर मसँग चाहिँ माया गरेर बसिरहेको छ। अब चाहिँ मेरो खाना खाने पालो। मलाई चाहिँ खानै रुच्दैन कि आजकल, के भयो। अनि त्यहाँबाट हजुरहरूलाई लिएर गम खाइयो होइन। अनि हजुरहरूलाई चाहिँ मेरो छोटो मिठो सानो लिएर आएकी हुँ। पुरै भिडियो लिएर आएको छुइनँ र मेरो बोर्डिङ जाने टाइम भयो। अनि मैले बुढाहरूलाई यसरी पढाउँछु। हाम्रो नर्सरी क्लासको बुढाहरू चाहिँ यति कति मजाको छन् कि एकदम माया पनि गर्छन् कि मलाई एकदमै धेरै माया गर्छन्। अनि उनीहरूलाई चाहिँ मैले यसरी पढाएँ। अनि त्यहाँबाट हामी चाहिँ अनि यसरी पढाउँछौँ, रमाइलो गर्छौँ बुढाहरूलाई। अनि त्यहाँबाट मिससँग मेरो मिसलाई होइन नै भनेर मात्रै आउनु केही हुन्न भनेर। अनि त्यहाँबाट मेरो करेन्ट टाइम। अनि मैले करेन्टलाई भुलुलुलुलु उमालेँ। त्यसपछि 3 स्पाइसी नुडल्स, वाउ क्या मिठो भएको थियो होइन। अनि त्यसपछि राख्ने ठाउँ नभएर मैले यस्तो आफ्नै हातमा यस्तो गरेर लिएर गइरहेको छु। अनि आफूले हातबाट यस्तो पछाडिबाट अनि क्यामेराबाट गरिरहेको छु। कति मिठो भएको थियो, यति मिठो भएको थियो कि छोडिदिनु, कुरै छोडिदिनु। कैसे भला नींदों के बिना ख्वाब सा तू